बजेट भाषण 2083-84। आदरणीय घरवासी श्रीमान नन्द र छोरी, देशको बजेट भाषण अर्थमन्त्रीले गरे तापनि घरको बजेट भाषण म गृहमन्त्री खेमकुमारी थापाले गर्दैछु। देशको बजेट भाषण हरेक आर्थिक वर्षको जेठ 15 भए तापनि घरको बजेट भाषणका लागि आज उपयुक्त दिन र यही नै उत्तम समय भएकाले माननीय सदस्यहरूले चित्त बुझेका कुराहरूमा ताली बजाएर समर्थन गरिदिनुहोला र चित्त नबुझेको कुरामा शान्त र चुपचाप रही बसिदिनुहुन अनुरोध गर्दछु। देश सुशासन र समृद्धिको बाटोमा लागिरहँदा प्रत्येक घरको अर्थतन्त्र मजबुत हुन जरुरी हुन्छ। हाम्रो घरमा पनि अर्थतन्त्र सुधार र खर्च पारदर्शिताको लागि हरेक दिन घरका माननीय सदस्यहरूले के कति रकम कुन शीर्षकमा खर्च भयो सोको विवरण गृहमन्त्रीलाई बुझाउनु पर्ने नियम ल्याएकी छु। घरको अर्थमन्त्री श्रीमानज्यूले कमाएको सम्पूर्ण रकमको आय स्रोत खुलाइ सकिन्छ भने गृहमन्त्रीकै खातामा क्युआर मार्फत नभए आफ्नै खातामा राखेर भए तापनि मौखिक जानकारी गराउनु पर्ने नियम ल्याएकी छु। हदैनी हेर्नुभन्दा होमवर्क गर्नु छ भन्ने तर आँखा झिमिक्क पार्न साथ चार्जमा राखेको मोबाइल चलाउने माननीय सदस्य नन्दज्यूलाई घरमा काम सघाउँदै पढ्नुपर्ने नीति ल्याएकी छु। तरकारी र फलफुलको मूल्य अचाकले बढिरहेको र तरकारी फलफुल विषादयुक्त पनि भएको हुनाले सकेसम्म फलफुल आफै किनेर नखाने र खानै परेमा पनि पाहुनाले ल्याएको फलफुल मात्र खाने तथा तरकारीमा पनि दाल, गुन्द्रुक, मस्यौरा जस्ता कुराहरू प्रयोग गर्ने नीति ल्याएकी छु। साथै फलफुल तथा तरकारी ल्याएर आउने पाहुनालाई सम्मान स्वरूप डिनरमा सेकेन्ड आइटम राख्ने कार्यक्रम ल्याएकी छु र विशेष गरी कोसेली स्वरूप घिउ, मह, मकै, कोदो, फापरको पिठो, ओखर, स्याउका चाना, खुवा आदि ल्याउने पाहुनालाई विशेष पुरस्कारको व्यवस्था गर्नुपर्ने नीति तथा कार्यक्रम ल्याएकी छु। माननीय सदस्य नन्दज्यूलाई लत्ता कपडा शीर्षक अन्तर्गत छुट्याइएको तीजमा कपडा किन्ने रकम स्कुल ड्रेस किन्नका लागि विनियोजन गरेकी छु र तीजमा पुरानै कुर्ता लगाउनु पर्ने नीति ल्याएकी छु। माननीय सदस्य तथा अर्थमन्त्री श्रीमानज्यूलाई पनि दसैँ पोसाक शीर्षक अन्तर्गत छुट्याएको रकमबाट स्कुल ड्रेस किन्ने र दसैँमा ससुराली जाँदा पनि सोही ड्रेस लगाउने गरी बजेट विनियोजन गरेकी छु। माननीय सदस्य छोरीको सन्दर्भमा भने अहिलेसम्म लत्ता कपडा शीर्षकमा बजेट विनियोजन नभएको हुनाले अन्य खर्च कटाएर भए पनि जन्मदिनको अवसर पारेर एक जोड कपडा किन्ने गरी केही रकम उक्त शीर्षकमा राखेकी छु र छोरीको शिक्षा, स्वास्थ्य र भविष्यका लागि विशेष कोष स्वरूप जीवन बिमाको पोलिसी लिने नीति तय गरेको छु। पेट्रोलको भाउ बढिरहेकाले सामान्य भेटघाट, चियापान र व्यर्थको घुमघाममा हिँडेर जानुपर्ने तथा नगई नहुने र गएर आम्दानी हुने काममा मात्र स्कुटर लिनुपर्ने नीति बनाएकी छु। देशको अर्थमन्त्रीले 50 युनिटभन्दा बढी बिजुली महसुलमा भ्याट लगाउने नियम ल्याएसँगै मैले पनि घरमा अनावश्यक बिजुली नबाल्ने, फेन चलाउँदै नचलाउने, यदि गर्मी भएमा दिउँसो बाहिर कतै रुखको छहारीमा बस्ने र राति छतमा सुत्नुपर्ने नियम ल्याएकी छु। यदि माननीय सदस्यहरूले अटेर गरेर अनावश्यक बत्ती र फेन चलाएमा कारबाही स्वरूप टोयलेट सफा गर्ने, पोछा लगाउने, भाँडा माझ्ने र कपडा धुने जस्ता काम गर्नुपर्ने बेहोरा अवगत गराउन चाहन्छु। सरकारी कर्मचारीको तलब 21%ले बढेको र सोही अनुपातमा महँगी पनि बढ्ने हुनाले घर खर्च शीर्षकमा पनि 30% वृद्धि गरेर रकम विनियोजन गरेकी छु। नेपालमा हप्तामा 2 दिन बिदा हुने चलन भए तापनि गृहमन्त्रीको हप्तामा 7 दिनको 13-14 घण्टाका दरले ड्युटी हुने र घरमा पाहुना आउँदा तथा विभिन्न चाडपर्वमा कामको प्रेसर अझ बढी बेतलबी ओटी समेत गर्नु परेकाले यो समस्या समाधानको लागि विशेष योजना ल्याएकी छु।
माथि उल्लेखित शीर्षक बाहेक अन्य कुनै शीर्षकहरू छुटेको भए छुटेका शीर्षकलाई पनि सम्बोधन गर्न केही रकम छुट्याएकी छु। राजस्वको स्रोत श्रीमानको कमाई, गृहमन्त्रीको मितव्ययी व्यवस्थापन, समय समयमा प्राप्त हुने अतिरिक्त आम्दानी, यस अन्तर्गत छोरी र नन्दको दक्षिणा र अन्तमा यो बजेट सफल बनाउन घरका सम्पूर्ण माननीय सदस्यहरूको उत्तिकै भूमिका र सहयोग रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।